मेरो कविताको शीर्षक छ मेरो मस्तिष्क मसानघाट। अनेकौं कुरा बाँचेर आज केही कुरा शहीद भएको छ, जसले देख्नै पाएन यो भौतिक संसार, जो जन्मियो मात्र अनि मर्यो। मैले उसलाई शहीद घोषणा गरिदिए। मेरो मस्तिष्क आजभोलि कति धेरै कंकालहरूको घर भएको छ। मेरो मगज आजभोलि अनेकौं कल्पनाहरूको महासागर भएको छ। मेरो द्वारमा आजभोलि कुनै द्वारपाल छैन। मेरो मस्तिष्क आजभोलि आजाद भएको छ। जुन साम्राज्यमा कुनै राजा छैन, न कुनै प्रजा छ, न कुनै नियम छ, न कुनै कानुन छ, मेरो मस्तिष्क आजभोलि मंगल भएको छ अनि अनेकौं सपनाहरूको, हजारौं कल्पनाहरूको आज शहीद भएको छ। त्यसैले मेरो मस्तिष्क आज मसानघाट भएको छ। थ्याङ्क यू एभ्रीवान।